साथीहो नमस्ते। अनि म चाहिँ हजुरलाई के भन्नु आएको नि, मैले अस्ति कोरियामा पैसा बोटमा फल्छ भनेको थिएँ नि। अब टिप्नुपर्छ ल मिलेर। कसलाई चाहिन्छ नेपालमा हुनेले भन्दै गर्नु है, पठाइदिन्छु। अस्ति त 2-3 जनालाई पठाइदिएँ, अब बाँकी रकहरूलाई पठाइदिन्छु। मलाई इनबक्समा मेसेज गर्नु है। पैसाको बोटै बोट बोटै बोट बोटै, म त बोटै बोटको खाने मासु नि त यहाँ चाहियो भने भन्ने, म पठाइदिन्छु। यार कोरियाको 2 महिना भएको छैन, पैसा त टन्नै कमाइस् होला नि। कोरियामा त बोटमा फल्छ भन्छ, यही हो बोट। हाम्रो नेपालमा पनि छ त, के भन्नु के हजुरहरूलाई। म 2 महिनामा हजुरहरूलाई के बोटमै फल्छ पैसा जस्तो लाग्छ। यही पैसा चाहियो, यही पछाडि देखेको पैसा चाहिन्छ भने चाहिँ भन्ने, म पठाइदिन्छु। यही पैसा चाहिँ, अरू चाहिँ म सक्दिनँ। अरू चाहिँ म चाहिँ हरेस खाएँ साथी हो जिन्दगीमा। अरूले पैसा कति कमाइस् भनेर सोच्छन्, बाउआमाले नानी के खाइस् टाइममा खाने गर है भनेर सोच्छन् क्या। बाउ आमाको शब्द कति राम्रो छ कि, यही शब्दले त म यहाँ यसरी चिल्ला खुल्ला पंक्षी आकाशमा यसरी उड्नु पाएको छु गाइज। मेरो बुढा मलाई छिटो छिटो नेपालमा हुने जतिले मेसेज गर्नु है, फेरि प्लेन छुट्छ, म पैसा पठाउन सक्दिनँ। फेरि यत्रो बोर्ड टिप्नुपर्छ, टाइम लाग्छ कि, त्यही भएर छिटो छिटो ल गाइज। अर्को नेक्स्ट पार्ट चाहिँ अब चाहिने जति मेसेज गर्नुहुन्छ अनि म हाल्छु। बाई।